धेरै पछि आए पनि यो ठाउँ जस्तोको त्यस्तै नि। एउटा आफ्नै क्याफे खोलौँ भनेको तर इन्भेस्टमेन्ट कहाँदेखि ल्याउनु भइरहेछ यार। हेर न म चाहिँ ठाउँको कुरा गर्छु यो चाहिँ क्याफेको कुरा गर्छ। नरिसा न थोरै टाइम लाग्छ तर एक दिन सब ठिक हुन्छ क्या। खै समय आएपछि ठिक हुन्छ त भनेको तर त समयभन्दा अगाडि म पो हुन्छ कि हुँदिनँ। घरकोलाई पनि निस्के ल। ल ल यत्रो बेलुका भइसक्यो कहाँ गएको रहेछ त चाहिँ? साथीसँग थियो क्या। साथीसँग मात्र बसेर जीवन चल्दैन, जिम्मेवारी पनि बुझ्नुपर्छ। बुझिरहेको छु त के गर्छु भनेर सोचिरहेको छु। सोचेर मात्र हुँदैन, काम नि गर्नुपर्छ। समयले कसैलाई पर्खदैन। विश्वास गर्नु के बाबा, म एकदिन तपाईँहरूलाई खुसी बनाउँछु। खोइ यो जिन्दगीमा त आश छैन, तैँले जिन्दगीमा चाहिँ हामीलाई खुसी बनाउलास्। यो ब्रासलेट कहिले नफुकाएर नि। हुन्छ, म यो ब्रासलेट तबसम्म लाउँछु जबसम्म म तिमीलाई माया गर्छु। आज त हाइकिङ जानु लाग्छ नि तिमी? तर नगएको। किन? तिमी खुसी हुन्छौ भनेर। कतिचोटि भन्नु मेरो गाला यस्तो नगर भनेर। जुन दिन गर्न छोड्छु त्यो दिन तिमीलाई थाहा हुन्छ। सरी अब त नरिसाउ न। उता घरदेखि त्यत्रो बिहे गरिदिन्छु भनेर प्रेसर दिइरहनु भएको छ, त्यही नै भेट्न आइरहेको छु। ऊ भने चाहिँ पर्ख न, एकचोटि आफ्नै क्याफे स्टार्ट गर्न पाऊँ न, अन्जुमलाई घरै माग्न आउँछु। जे गर्नु छ छिटै गर, नत्र म चाहिँ अब फ्यामिली टार्न सक्दिनँ। बाबा एउटा क्याफे खोलौँ भनेको त्यसको लागि थोरै पैसा चाहिएको थियो। कति? 7-8 लाख। 7-8 लाख क्याफे खोल्न? तेरो इच्छा पुरा गर्न मसँग त्यत्रो पैसा छैन। बरु विदेश जान्छस् भने ऋण काटेर भए पनि पठाउँछु। तर मलाई विदेश जानु छैन नि त, मलाई आफ्नै देशमा के गर्नु छ। आफ्नो देशमा केही गर्न सजिलो छैन, सपना मात्र देखेर हुन्छ। दिनभरि हलियो, न कुनै काम छ न कमाइ छ। होइन केही नगरी भात खाँदा तेरो घाँटीबाट भात चाहिँ कसरी तल झर्छ? खाना त सबैले खान्छ तर त घाँसको मूल्य पनि कमाउनु पर्दो रहेछ। ल तिमीलाई चाहिँ के हो, केही बोल्दैनौ त? सन्देश, आई थिङ्क वी सुड इन दिस। के भन्न खोजेको? अब म तिमीसँग बस्न सक्दिनँ, त्यही भएर लेट्स इन दिस। आज मेरो मुड छैन है, प्लिज आज चाहिँ मसँग नजिस्क। जिस्केको होइन, साँच्ची भनेको। रिजन? थाहा छैन। थाहा छैन भने छोड्ने कुरा कसरी आयो? म पहिला पनि यस्तै थिएँ, अहिले पनि यस्तै छु, पछि पनि यस्तै हुन्छु भनिरहेको छु त। तर मलाई अब तिमीसँग रिलेसनमा बस्नु छैन। किन? किनकि म हाम्रो फ्युचरै देख्दिनँ। आखिर किन? किनकि तिमी एउटा लुजर हो। त्यही भएर यो जुनीमा हामी एक हुन सक्दैनौँ, अर्को जुनीमा हुनेछौँ सायद। तँलाई जति भने पनि लाग्दैन, भनेको कहिले मान्छस्? नालायक, दिनभरि भिडियो बनाउँछु भनेर हल्लन्छस्। थपक्क विदेश जा, नत्र यो घरमा पाइला टेक्नु पर्दैन। हेलो हेलो, के भयो सन्देश? औ अर्को चाहिँ नि म यो ब्रेसलेट तबसम्म लाउँछु जबसम्म म तिमीलाई माया गर्छु।